एभ्रीडे इन्क्वायरी हुन्छ कि 50,000 गराउन बेस्ट ल्यापटप देखाउनुहोस् भनेर। र आज हामी तपाईँहरूको लागि 50,000 को बजेटमा बसेर कुन ल्यापटप तपाईँको लागि बेस्ट हुन्छ र तपाईँको युजको अवसर बेस्ट हुन्छ त्यो देखाउन गइरहेका छौँ। त स्टार्ट गरौँ हाम्रो आजको सबभन्दा फर्स्ट ल्यापटपबाट। यदि तपाईँको बजेट 50,000 गराउनुको छ भने तपाईँले धेरै प्राइस सेट गर्नु चाहिँ हुन्न। तपाईँले के पाउनुहुन्छ 50,000 को बजेटमा भने तपाईँले जेनरली i3 अथवा Ryzen 3 प्रोसेसरवाला ल्यापटपहरू पाउन सक्नुहुनेछ। फर एक्जाम्पल अहिले मेरो हातमा आएको छ एसएस को 50,000 गराउनुको बजेटमा बेस्ट ल्यापटप वान अफ द होइन। तपाईँले यसमा i3 को 13 जेनेरेसनको प्रोसेसर पाउनुहुनेछ, सँगसँगै तपाईँले यसमा 14 इन्चको फुल एचडी डिस्प्ले पाउन सक्नुहुनेछ। यो ल्यापटपमा तपाईँले i3 को 13 जेनेरेसनको प्रोसेसर पाउनुहुनेछ, जुन चाहिँ तपाईँको डे टु डे एक्टिभिटीको लागि एकदमै पर्फेक्ट रहेको छ। स्क्रिनको कुरा गर्नुहुन्छ भने तपाईँले यसमा 14 इन्चको फुल एचडी डिस्प्ले पाउनुहुनेछ। र कुरा गरौँ यसको पोर्ट्सको, तपाईँले यसमा पहिला त एउटा टाइप सी पोर्ट पाउनुहुनेछ, सँगसँगै दुईवटा युएसबी पोर्ट, एउटा एचडिएमआई पोर्ट र सँगसँगै 3.5mm ज्याक पाउन सक्नुहुनेछ। सँगसँगै तपाईँले यो साइडमा हेर्नुहुन्छ भने तपाईँले यसमा पनि एउटा होइन युएसबी पोर्ट पाउन सक्नुहुनेछ। सो अराउन्ड 50,000 को बजेटमा यो तपाईँको लागि एउटा बेस्ट चोइस हुन सक्छ। र मार्केटमा यसको प्राइस 55,000 गराउन पाइरहेको छ भने तपाईँले ब्रसमा यो ल्यापटप पाउनुहुन्छ ओन्ली एट 53,000। अगाडि बढौँ हाम्रो अर्को ल्यापटपतर्फ। यो पनि रहेको छ हाम्रो एसरको एस्पायर गो 15 भन्ने ल्यापटप। सो इफ यु आर समवन जसलाई चाहिँ ठुलो स्क्रिन मन पर्छ उहाँको लागि यो अराउन्डको बजेटमा आउनु बेस्ट ल्यापटप हुन सक्छ। किनभने तपाईँले यो ल्यापटपमा 15.6 इन्चको फुल एचडी डिस्प्ले पाउनुहुनेछ, सँगसँगै तपाईँले यसमा 8GB को ऱ्याम र 8GB को ऱ्याम र 256GB बेसिस पाउनुहुनेछ। ल्यापटपको लुक्सको कुरा गर्नुहुन्छ भने तपाईँले यो ल्यापटप भनेको सिल्भर कलरमा पाउन सक्नुहुनेछ। यसमा तपाईँले एस्पायरको ब्याटिङ पाउन सक्नुहुनेछ र पछाडि चाहिँ हाम्रो कुलिङ भेन्टहरू दिएको छ। ल्यापटपको लुक्स हेर्नुहुन्छ, पछाडि एउटा ब्ल्याक र फ्रन्टबाट सिल्भर पाउन सक्नुहुनेछ। ल्यापटपलाई खोलेर हेर्दै ल्यापटपको किबोर्ड भनेको तपाईँले 15.6 इन्चको मैले भनिसकेको थिएँ। यसमा तपाईँले साइडमा न्युमेरिक प्याड पाउन सक्नुहुनेछ। र पोर्टको कुरा गर्नुहुन्छ भने तपाईँले यसमा यो साइडमा एउटा युएसबी पोर्ट, सँगसँगै 3.5mm ज्याक र यो साइडको कुरा गर्नुहुन्छ भने तपाईँले यसमा एउटा दुईटा टाइप सी पोर्ट, एउटा एचडिएमआई र अर्को एउटा युएसबी पोर्ट पाउन सक्नुहुनेछ। सो यो ल्यापटपको प्राइसको कुरा गर्नुहुन्छ भने तपाईँले चाहिँ यो ल्यापटप पाउन सक्नुहुनेछ ओन्ली एट 54,000। यसमा तपाईँले इन्टेलको कोर 3 प्रोसेसर पाउनुहुनेछ। अब कोर 3 भनेको कुन जेनेरेसनमा सोध्नुहुन्छ भने इन्टेलको कोर 3 भनेको तपाईँलाई i3 को 14 जेनेरेसन बराबरको प्रोसेसर हो। तपाईँहरू धेरैजना होइन प्रोसेसर कसरी हेर्ने भनेर जुत्किनुहुन्छ। तपाईँहरूले धेरैले होइन i5 लाई लेटेस्ट, i7 लाई त्योभन्दा पनि लेटेस्ट र i3 लाई पुरानो ठान्नुहुन्छ। तर गाइस त्यो एकदमै रङ हो। i3, i5, i7 भनेको प्रोसेसरको सिरिज हो र तपाईँले यो प्रोसेसरमा बसेर होइन प्रोसेसरको जेनेरेसन भनेको लेटेस्ट र पुरानो भनेर भनिन्छ। सपोज तपाईँ यदि i5 को 8 जेनेरेसन किन्दै हुनुहुन्छ भने त्यो भनेको तपाईँलाई अहिले करेन्टली आउने यो i3 को 14 जेनेरेसन भन्दा पनि विक प्रोसेसर हो। जहिले पनि ल्यापटप किन्दाखेरि तपाईँले ल्यापटपको होइन कुन जेनेरेसनको प्रोसेसर छ त्यो पनि हेर्दा एकदमै इम्पोर्टेन्ट छ। र तपाईँले यदि प्रोसेसर हेर्न गाह्रो हुन्छ भने तपाईँले जुन तपाईँको i5 अथवा i7 ल्यापटप छ त्यो i5 अथवा i7-12 13 1304 1204 कुन नम्बर छ नि फर्स्टको, जस्तै 12 लेखेको छ भने त्यो 12 जेनेरेसन हो। i5-12 देखि स्टार्ट भइरहेछ भने त्यो 12 जेनेरेसन, i5-13 देखि स्टार्ट भइरहेछ भने त्यो 13 जेनेरेसन। र यसरी गरी गाइस यदि तपाईँले ल्यापटपमा होइन कसैले i5 को 8 जेनेरेसन चिप्काइरहेछ भने त्यो भुल भएर पनि नकिन्नुहोस्। किनभने 8 जेनेरेसन भनेको 2017-18 को मोडल हो, जुन चाहिँ विदेशमा युज भएर र नेपालमा रिफर्बिस भएर आउँछ। सो i5 को 8 जेन होस् अथवा 9 जेन होस् त्यस्तो ल्यापटप चाहिँ नकिन्नुहोस्। ल्यापटप किन्दाखेरि कम्तीमा पनि 12 जेन भन्दा माथि किन्नुहोस्। यसै गरी अगाडि बढौँ हाम्रो नेक्स्ट ल्यापटपतर्फ। अब चाहिँ हामीसँग आएको छ अन्डर 60,000 को वान अफ द बेस्ट ल्यापटप। हुन हाम्रो बजेट 50,000 गराउनु थियो होइन, बट अगेन 50,000 यदि हाल्दै हुनुहुन्छ भने तपाईँहरूको लागि यो पनि वान अफ द बेस्ट चोइस हुन सक्छ। ल्यापटपको कुन पाउँ सोध्नुहुन्छ भने एसरको एस्पायर लाइट 14। एस्पायर लाइट 14 आफ्नो सेगमेन्टमा वान अफ द बेस्ट ल्यापटप किन छ भने तपाईँले यो ल्यापटपमा होइन WUHC डिस्प्ले पाउनुहुनेछ। अब कतिले चाहिँ WUHC डिस्प्ले के हो भनेर थाहै छ। हाम्रो नर्मली ल्यापटपहरूमा 1080p को डिस्प्ले आउँथ्यो भने WUHC भनेको तपाईँले यसलाई 1.5K बराबरको डिस्प्ले बुझ्न सक्नुहुनेछ। ल्यापटपको लुक्सको कुरा गर्नुहुन्छ भने एन्ड गाइज एस्पायर लाइट 14 भनेको यसको लास्टको 14 भनेको यसको डिस्प्लेको साइजलाई डिनोट गर्छ। सो एस्पायर लाइट 14 मिन्स यसमा पक्कै पनि तपाईँले 14 इन्चको WUHC डिस्प्ले पाउन सक्नुहुनेछ। सँगसँगै तपाईँले यो ल्यापटपमा होइन LPDDR5 8GB ऱ्याम पाउनुहुनेछ। सो बेसिकली यो ल्यापटपमा तपाईँले लेटेस्ट DDR5 ऱ्याम पाउनुहुनेछ। प्रोसेसर कुरा गर्नुहुन्छ भने अहिले जस्तै तपाईँले यसमा पनि होइन इन्टेल कोर 3 प्रोसेसर पाउनुहुनेछ, जुन भनेको i3 को 14 जेनेरेसन बराबरको प्रोसेसर हो। यो प्रोसेसरमा तपाईँले 8 कोर्स पाउनुहुनेछ गाइस। सँगसँगै तपाईँले यसमा 512GB को Zen 4 SSD पाउनुहुनेछ र 8GB ऱ्याम 512GB SSD भएको यो i3 14 जेनेरेसनको ल्यापटप मार्केट प्राइसको 61-62 सम्म पुगेको छ। बट ब्रसको भनेर तपाईँले विलाको पाउन सक्नुहुन्छ ओन्ली एट 58,500 मा यो एसरको एस्पायर लाइट i3 को 14 जेनेरेसनको ल्यापटप। र गाइस हुन त मार्केटमा हैन 35,000 को रेन्जमा पनि ल्यापटप बेचिरहेका छन्, तर त्यो ल्यापटपमा के हुन्छ भन्दाखेरि त्यसमा तपाईले ड्युअल कोरको सेलेन प्रोसेसर पाउनुहुनेछ, सँगसँगै 4GB र्याम पाउनुहुनेछ। गाइस मैले तपाईहरुलाई पहिला पनि धेरै पटक भनेको छु 4GB र्याम वाला ल्यापटप किन्दै नकिन्नुस्, किनभने 4GB को ल्यापटपले हैन तपाईलाई
4-5 वटा ट्याब खोल्ने बित्तिकै एकदमै स्लो हुन थाल्छ। सो ल्यापटप किन्दाखेरि तपाईँले कम्तीमा पनि 8 GB को ल्यापटप किन्नुहोस्, सकेसम्म i3 किन्नुहोस्। i3 किन्न सक्नुहुन्न भने सेलोन पनि एउटा राम्रो चोइस हुन सक्छ। सेलोन किने तापनि तपाईँ कम्तीमा पनि 8 GB भन्दा माथिको ल्यापटप किन्नुहोस्। यसै गरी तपाईँलाई यदि कुनै गेमिङ ल्यापटपको भिडियो चाहिएको छ भने हामीलाई गाइज कमेन्ट गर्नुहोस्, हामीले नेक्स्ट भिडियो तपाईँहरूको लागि अन्डर 1 लाख आउने बेस्ट ल्यापटपको भिडियो लिएर आउनेवाला छौँ। र गाइज तपाईँहरूलाई यो सबै ल्यापटप किन्नको लागि आउनुपर्ने हुनेछ ब्रदर्स कम्प्युटर एन्ड सप्लायर्स, पुतली सडक स्टार मलको राइट साइडमा। यसै गरी गाइज होइन, तपाईँलाई यदि कुनै पनि ल्यापटपको इन्क्वायरी चाहिएको छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोस्। हाम्रो प्राइस भनेको मार्केटको द बेस्ट प्राइस हुनेवाला छ। सँगसँगै तपाईँले वारेन्टी पिरियड पनि बेस्ट पाउनुहुनेछ। सो बेस्ट सर्भिस र बेस्ट प्राइसको लागि ब्रदर्स कम्प्युटरलाई सम्पर्क गर्नुहोस्। धन्यवाद।